Hey guys, so recently चाहिँ मैले आफ्नो साथीहरुबाट गिफ्ट पाएको थिएँ. रिसेन्टली भन्दा पनि इट्स बिन अराउन्ड 2-3 months यो गिफ्ट मेरो हातमा आइपुगेको. बट मसँग यति धेरै टाइम थिएन कि आई कुड मेक त्यो भिडियो एन्ड पोस्ट इट एन्ड अनबक्स इट एज वेल. सो फाइनली मैले चाहिँ त्यो टाइम निकालेँ एन्ड देन आई एम हियर टु पोस्ट वाट माई फ्रेन्ड्स ह्याड सेन्ड मी. एक्चुअली वी डोन्ट मिट त्यति धेरै बिकज वी अल आर बिजी विथ आवर जब्स. Still we just make sure that we love each other and this is our way to show the love. So let's unbox it and see what's over here. I feel so happy, even I'm so overwhelmed. मसँग एक्सप्रेस गर्नलाई केही वर्ड्सहरु नै छैन आफ्टर लुकिङ दिज गिफ्ट्स. मलाई एकदमै एसेन्शियल भइराखेको कुरा और मलाई एकदम हुन्छ नि आई विल बाई दिस भनिराखेको कुराहरु रहेछ कि त्यो सबै गिफ्ट्सहरु. And I just feel so lucky that I have a friend like you. Thank you so much guys for making me feel so loved. I'm just a lucky friend. I have just got a good female friendship. Thank you so much. I love you a lot guys. We will meet soon.